उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेछ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएछ, त्यता गरौँ न भन्ने निवेदन गर्न मात्रै चाहेको यो यथार्थ हो। त 3500 मेगावाटमा विद्युत प्राधिकरणले जो सरकारको 100% लगानी छ त्यसले 700 मेगावाट मात्रै उत्पादन गरेछ। त 2800 मेगावाट निजी क्षेत्रले उत्पादन गरेछ। अहिले हामीलाई बत्ती पुगेको छैन, लोड सेडिङ छ, हिजो पनि थियो, आज पनि छ। हामीले लोड सेडिङ छैन भनेर घोषणा गर्दै गर्दा पनि लोड सेडिङ थियो, छ, म दाबीका साथ भन्न सक्छु। खालि के गरिएको थियो भने घरमा बत्ती दिने काम गरिएको थियो, उद्योग धन्दातिर कटौती गरिएको थियो, आज पनि त्यही छ। अहिले भर्खरै म यहाँ बसेर कुरा गर्दै गर्दा 830 मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ। अहिले भर्खरै हामीसँग पुग नपुग 1000 मेगावाट विद्युत छ। अहिले साँझमा अब लोड सेडिङ घरमै पनि हुने अवस्था छ। त्यसो भएको कारणले एउटा निजी क्षेत्र, एउटा भारतबाट आयात गरेको, र यसले गर्दा हाम्रो केही लोड सेडिङ हट्या जस्तो अनुभूति भएको छ। त्यस कारणले उज्यालोको नायक भने उहाँ होइन है। बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ, जसले उत्पादन गरेछ, जसले हाम्रो आवश्यकता परिपूर्ति गरिदिएछ, त्यता गरौँ न भन्ने निवेदन गर्न